यो पापी ठाउँमा बसौँला भन्दै दिल्लीतिरै भाग्दै ल ठिक छ जाति नै छन् ल यति राम्रो गरेर बस्नु भएको रहेछ यति एकीकृत भएर यति सङ्गठित भएर बस्नु भएको रहेछ यसरी बस्न पर्छ है हामी सामाजिक प्राणीलाई समाज चाहिन्छ समाजमा यसरी एकता भएर बसेदेखि पराइतीहरूले हेर्दैनन् चेर्दैनन् नेपाली त सङ्गठित हुन्छन् कसैलाई चलाए पनि गर्छन् बहादुर हे भन्छन् है त ल ठिक छ कोही बात नै हाम्रो सबैप्रति सम्मान छ यति राम्रो भेट गराइदिनु हुने हाम्रो लाङ्घाली कानुन लाङ्घाली मगर समाज दिल्लीप्रति सम्मान छ हाम्रो फौजलाई हाम्रो अध्यक्ष दाइ फर्स्ट दाइ है त नेपालबाट आउनु भएको हाम्रो फर्स्ट दाइ नेपालबाट आएर पनि दिल्लीमा स्थित